हे श्री बोलेको छ चाहिँ आफ्नो पनि अनुहार देखाउनै दिएन त्यसको डर मान्थे यार। तपाईँ के बोल्न न ल अब कमेन्ट गरिरहेको छ के अरे मेरो कमेन्ट गरेमा मान्छेले लाइक गरिरहेको छ नि उहाँ होइन कमेन्ट मेरो एकदम ठट्यौली बारामा हुन्छ अनि मान्छेले अलि घोच्ने बारामा हुन्छ त्यस्तो डोमिनेट हुँदैन फेरि अलि कमेडी बाराको हुन्छ। आफ्नो पनि अनुहार देखाउन नि मेरो मात्रै यहाँ देख के ल बोल अरू अरू भन के को राम्रो छ हामी दिउँदै क्यामेरामा बोल्नु डर लाग्दो छ भन न केही अरू केही रेकर्ड गरिरहेको छ यो के आज हामीले रनिङ गऱ्यौँ होइन रनिङमा कसले जित्यो वाइ रेगुलर एक्सर्साइज राखेको मान्छे म मेरा बाल कस्ता हेर्दै आफै काट्या बाल हुने जस्तो सिप चाहिन्छ विदेशमा बसेपछि। अब यति बाल काट्न 2-3 हजार रुपियाँ तिर्नु पर्छ अब त्यो रुपियाँ बच्यो अब के गर्ने आफै काट्यो यस्तै छ परदेशमा होइन। अब यो भाइ मेरो भाइमा आफै रडाउनु त्यो भिडियोमा त्यसो नबोल के किन यसलाई काट्नुपर्छ यसलाई पछि अरू अरू के भने त बिदा आजभोलि अब काम चलिरह मेरो होइन यस्तै छ मासु खायौँ हामीले अब दुध खायौँ हाँस्ने कुरो गएको ल दाजु आजभोलि कोरियामा एकदम बिदा भइरहेको छ गर्मी के अरे यो छुसकको बिदा के छ बिदाको प्लान अब त सकियो के कस्तो भयो बिदा त मेरो के हुने हो त अब छुसकमा चाहिँ 3 दिन बिदा भएको हो 3 दिनमा चाहिँ अब कहीँ गइएन एक दिन बजार गयो किमे बजार पुग्यो अब खासै चाहिँ भेटघाट कसैसँग भएन। कारण किन कारण म चाहिँ अब यो खास धेरै भेट्न घुम्न खासै मन पर्दैन आजभोलि मलाई एकान्त मन पर्छ मलाई किन बानी परेको छ दैलेखका डाँडामा घर किन्ने दैलेखका डाँडा त होइन मतलब अलि शान्त अलि प्रकृतिको नजिक चाहिँ त्यस्तो ठाउँमा बस्न मन पर्छ मलाई होइन खासमा चाहिँ त्यही भएर त्यस्तो भने अब त्यो भाउजूले भने गलत हो त्यसो भए दैलेखका डाँडामा घर किन्ने दैलेख के खान जाने त्यहाँ घर किन्नु अब घरलाई चाहिँ भन्नु खोजेँ अलि रुख बिरुवा भएको अलि चाहिँ खोला नाला भएको छेउछाउमा बस्न खोजेँ मैले अक्सिजन धेरै भेटाउँ अक्सिजन अलि नेचुरल चिज चाहिँ अलि मनपर्छ कि मलाई चाहिँ म एकदम दारू चुरोट नखाने मान्छे होइन त्यहीका लागि त जग्गा धेरै किन्नु पर्यो त्यो त जग्गा त किनौँ न के छ अहिले कहाँ चाहिने अब 5-7 वर्षपछि अहिले त्यो प्लान होइन त्यो ठिक त अब 5 वर्ष कार्यकाल भ्याइएपछि त्यहाँभन्दा पछिको प्लान 5 वर्ष कार्यकाल भएपछि अब भिसा चेन्ज गर्नु पर्यो भिसा चेन्ज गरेर अब हेरौँ लेट्स सी व्हाट विल ह्यापन इन माई फ्युचर करियर नाउ डेज आई एम इन्जोइङ सो मच फन विथ माई डियरेस्ट। अब हामी गइरहेका छौँ घर परिवारमा हाम्रो घर परिवारमा रहेका अथवा आमा भाउजू दिदी बहिनी जोसुकै श्रीमतीको बारेमा दाजुको कसरी मिल्नुपर्छ के छ तिनीहरूको बारेमा सब दाजुले आज एकदम विश्लेषण गर्नु दाइको विश्लेषण ल सुनौ है सबै। अब चाहिँ खासमा कुरो के हो भने मेरो विचारमा होइन घर परिवारमा चाहिँ महिलाहरू भनौँ होइन अब आमा सासू बुहारी प्रायः यिनीहरूको कल जहाँ पनि सुनिन्छ धेरैजसो होइन त्यो कल चाहिँ खासमा चाहिँ मैले कसरी चाहिँ त्यसलाई कम गर्ने दिमागमा लाग्छ अथवा त्यो जसै घरमा पनि हुन्छ त्यो सामान्य कुरा होइन। अब मान्छे अलग अलग परिवारबाट अलग अलग ठाउँबाट चाहिँ एक ठाउँ जमघट भइसकेपछि तिनीहरूको विचार पक्कै मिल्दैन होइन विचार फरकै हुन्छ फरक भइसकेपछि त्यहाँ केही न केही कुरा बाँचिन्छ बाजिएपछि अब कसैको नेचर कस्तो हुन्छ कसैको कस्तो हुन्छ होइन सबै मान्छे मिल्न सक्दैनन् त्यो बनाइ कस्तो हो भने मेरो चाहिँ जब कोही मान्छेहरूको विचार मिल्दैन नि ती अलग बस्नुपर्छ मेरो भनाइ सिधा होइन। कसैलाई जस्तो सासू र बुहारीको कुरा मिल्दैन भने सासू बुहारी छुट्टिनुपर्छ छुट्टिनु मतलब त्यो सधैँ छुट्टिने भन्न खोजे होइन कि तिनीहरूको केही बिचमा ग्याप हुनुपर्छ कि होइन केही डिस्टेन्स हुनुपर्छ अनि बल्ल एकअर्काप्रतिको चाहिँ भावना राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। अब श्रीमतीको विषयमा भन्नुपर्दाखेरि म भनेको एकदम चाहिँ के भन्ने अब सानैदेखि चाहिँ
व्यवस्थित मान्छे हो भन्न चाहन्छु म आफूलाई। व्यवस्थितको मतलब एकदम कोरो मान्छे हो कि म चाहिँ त्यो विषयमा सफा दिलको मान्छे। सफा दिल त भन्दैन म होइन, त्यो म पापी छैन, म यो छैन त्यो छैन, त्यो गलत हो। मान्छे मनमा पाप हुन्छ, घृणा हुन्छ, इच्छा सबका मनमा हुन्छ, तर त्यो सिचुएसन अनुसार अवस्था अनुसार मान्छेले चाहिँ कस्तो अवस्थामा देखाउँछ भन्ने हो कि। मान्छे भयो भने त्यो अटोमेटिक हुने चिज हो होइन। मान्छेमा रिस हुन्छ, सबै चिज हुन्छ, अब त्यो आवश्यकता अनुसार देखाउनुपर्छ। तर मलाई चाहिँ के लाग्छ भने हद भएको अन्तिम अवस्थामा मात्रै मलाई चाहिँ रिस उठ्यो जस्तो लाग्छ कि मलाई चाहिँ। कोही कसैले गाली दियो, कोही केही भन्यो, त्यो मलाई केही फरकै पर्दैन होइन। अन्तिम अवस्था सासै फुत्किने अवस्था आइगयो भने चाहिँ मलाई रिस उठोस्, त्योभन्दा अगाडि रिसै नउठोस्। मेरो चाहना त्यही छ होइन। मेरो चाहिँ मनको ख्वाइस त्यस्तो छ, मतलब म चाहिँ त्यस्तो नेचर मेरो चाहिँ बनेको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ कि मलाई चाहिँ। ल ठिक छ, यो भिडियो अब हामी यहीसम्म अन्त्य गरेर अब हामी अर्को पार्टमा लाग्छौँ। त दाजु अब घरको जेठोबाट मान्छे होइन त, ज्या भए पनि अब घर कसरी सम्हाल्ने, कहाँ भाइ बिना कहाँ लिने, आमा बाबालाई कसरी हेर्ने, बुवाका भाइहरूलाई कसरी म्यानेज गर्ने, यो सब दाजुकै जिम्मामा छ। यसको बारेमा अब दाजु केही भन्न त ल, यसको बारेमा के छ? मेरो कुरा के हो भनेपछि अब म जेठो बाटो भए पनि म त्यस्तो जेठो भएँ बाटो भएँ भनेर म कहिले पनि त्यस्तो कोही जस लिन चाहन्न म होइन। मलाई त्यसको कोही चाहिँ हक अधिकार चाहिँदैन होइन। मैले चाहिँ आफ्नो विचार राख्ने हो होइन। यो मेरो कुरा यो हो, यो गरे चाहिँ राम्रो हुन्छ भनेर आफ्नो अनुभव बोल्ने हो। कसैले मान्यो भने चाहिँ उसलाई सपोर्ट गरिने हो, नमानेपछि बलक हान्ने हो। मेरो फेरि कुरो क्लियर छ होइन। बलक हान्नुको मतलब म चाहिँ त्योसँग रिलेटै गर्न चाहन्न कि। कुरा त्यही हो। मैले भनेको चाहिँ कुरा कम्तीमा बुझ्नु पऱ्यो होइन, सिचुएसन बुझ्नु पऱ्यो बनाइयो मेरो चाहिँ होइन। अब त्यो घर सर परिवार मिलाउने कुरा भनेको अब आफ्नो नेचरमा भर पर्छ। मेन कुरा आफ्नो नेचर भयो भने, आफ्नो नेचर राम्रो भयो भने होइन, व्यवहार राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ भन्ने कुरामा चाहिँ विश्वास गर्छु मैले। मेन कुरा अब म जेठो भएँ यो यस्तो उस्तो भन्ने हुँदैन फेरि। मैले चाहिँ अब म जेठो भयो भने मैले आफ्नो माइलोलाई धेरै डिसिसन चाहिँ गर्न दिएँ, सुम्पिया छु भन्नाले म चाहिँ उसले जे भने पनि मान्न तयार छु म होइन। हाम्रो अब बुवाका भाइहरू अनि उनीहरूको चाहिँ जुन स्थिति थियो पहिला, जुन चाहिँ एकदम लडाइँ झगडा काटा मार पुरै चाहिँ सानातिनो कुरा लागि चाहिँ गरे जुन चाहिँ, त्यो चाहिँ कहिल्यै नहोस् भन्ने मेरो ठुलो मनको इच्छा छ होइन। मतलब मेरा चाहिँ अङ्कलका ठुला बुवा जसका छोराछोरी दाजुभाइ जो पनि कहिल्यै मबाट चाहिँ नरुटुन् भन्ने छ। बरु सबै सम्पत्ति लैजाऊ खाऊ होइन, मलाई मतलब छैन। तर कहिल्यै चाहिँ त्यो हाम्रा बुवाका भाइहरूको स्थिति जुन थियो त्यो चाहिँ नआओस् भन्ने छ मेरो मनमा एउटा ठुलो इच्छा होइन। ल ठिक छ, घर परिवारको बारेमा यो पनि एकदम राम्रो हो। अब हामी जान्छौँ अर्कोतर्फ, अर्को भिडियोमा अर्को कुरा। ल दाजुलाई आज फेरि अर्को क्वेसन छ। अब हाम्रो देश अहिले एकदम देशको गतिविधि लगभग बिग्रिरहेको छ। यो अवस्थामा कसरी देश अगाडि जान्छ र के काम गर्नुपर्छ सरकारमा भएका मान्छेले, यो बारेमा दाजुको एकदम विचारहरू अब यहीँ राख्छु र दाजु यो बारेमा केही भन्नु पर्यो। अब खासमा देशको बारेमा चाहिँ कुरा गर्दाखेरि होइन, मलाई चाहिँ के लाग्छ भने देश बनाउने कुरामा प्रत्येक नागरिक जिम्मेवार हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। हो, एभ्री म्यान सुड देयर रेस्पोन्सिबिलिटी, टेक देयर रेस्पोन्सिबिलिटी एन्ड डोन्ट एब्युज टु गभर्मेन्ट पिपुल होइन। सो म चाहिँ खासमा के भन्न चाहन्छु भने अब मान्छे चाहिँ आफ्नो ठाउँमा चाहिँ होइन आफूले दिन सक्ने योगदान राष्ट्रका लागि चाहिँ पोजिटिभ रूपमा दिने हो र पोजिटिभ थिङ्किङ गर्ने हो भने काहीँ कतै पनि समस्या हुँदैन। मतलब प्रत्येक मान्छेहरूबाट प्रायः मैले सुनिरहेको हुन्छु होइन। कोरियामा पनि प्रायः मान्छेहरू चाहिँ दे आर कम्पेरिजन बिट्विन नेपाल एन्ड कोरिया होइन। दे आर डोमिनेटेड टु आवर कन्ट्री होइन। कोरिया यस्तो उस्तो छ अरे, हाम्रो देशमा यो छ त्यो छ, मतलब त्यो कुरा गलत लाग्छ मलाई होइन। हाम्रो देश पछाडि छ एकदम, विकासमा ठिक छ त्यो कुरा। तर कुरा के हो भने सबै सरकारमा भएकै मान्छेले गरिदिन्छन्, सबै चाहिँ राष्ट्रपतिले गरिदिन्छ, प्रधानमन्त्रीले गरिदिन्छ, मन्त्री भयो राम्रो भयो नो। त्यहाँ चाहिँ कोही पनि मान्छे एभ्री म्यान
प्रत्येक मान्छेले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउनु। जस्तो म विदेशमा छु, मैले सही रूपमा चाहिँ रेमिटान्स तिर्नुपर्छ, मतलब मैले रेमिटान्स गर्नुपर्छ होइन। अनेक जस्तो हुन्डी यस्ता इलिगल कारोबार नगरेर म चाहिँ जिम्मेवार भएर चाहिँ मैले रेमिटान्स गरेँ भने देशको चाहिँ आर्थिक अवस्था सुधार हुन्छ। यसै गरी कोही मान्छे, कोही जागिर टिचर छ, टिचरले चाहिँ आफ्नो ड्युटी एकदम व्यवस्थित रूपमा एकदम चाहिँ सही ढङ्गले निभाउने हो भने त्यहाँबाट उसले चाहिँ मतलब विद्यार्थीहरू चाहिँ राम्रो शिक्षण त्यो क्षेत्रमा प्रगति हुन्छ। भन्न खोजेको चाहिँ प्रत्येक क्षेत्रमा जुन ठाउँमा छ, जस्तो ठाउँमा छ, जस्तो काम गरिराखेको छ, त्यसले चाहिँ सही रूपमा चाहिँ आफ्नो जिम्मेवारी निभाउनु पर्छ होइन। त्यसो भयो भने चाहिँ सबै कुरा राम्रो हुन्छ होइन। जस्तो एउटा कुरा म के भन्न चाहन्छु भने कोरियामा चाहिँ काहीँ कतै कम्पनीमा कहीँ कहिले यहाँ मैले न पुलिस पनि देखेको छैन होइन। यत्रो एरियामा अहिलेसम्म न पुलिस देखेको छु, न यहाँ कोही चौकीदार होइन पाले। मैले अहिले कुनै यत्रा अरबौँ खरबौँको कम्पनी पाइलै पछि छन्, काहीँ कतै पाले देखेकै छैन। यसको मतलब यहाँका नागरिकहरू एकदम विकसित छ यहाँको देश होइन। यिनीहरूलाई थाहा छ, यिनीहरूले पनि पहिला चाहिँ यता हाम्रो जस्तै देशको यस्तै अवस्था थियो पहिला यहाँ पनि होइन। यहाँबाट सिक्दै विकास हुँदै गएर अहिले यो अवस्था आएको। त्यही भएर चाहिँ सबै कुरा चाहिँ देश बनाउनको लागि सबै सरकारले गाली नगरेर आफ्नो ठाउँबाट सबैले भूमिका निभाउनुपर्छ होइन। अब देशको यस्तो अवस्था आउनमा चाहिँ देशमा धेरै फ्याक्टर छन् होइन। देयर आर सो मेनी फ्याक्टर इन दिस कन्डिसन एन्ड अब धेरै कन्डिसन छन्। अब देशको चाहिँ एउटा गरिबी छ, धेरै अशिक्षा छ, मान्छेहरूको नेपालमा आर्थिक अवस्था छैन, विदेशिएका छन् धेरै मान्छेहरू होइन। विदेशमा पलायन भएका छन् मान्छेहरू, बुढाबुढीहरू धेरै चाहिँ छन् अहिले नेपालमा, तन्नेरी मान्छेहरू विदेशी रहन्। त्यो भएर चाहिँ अब धेरै समस्याहरू छन्। त्यो समस्याको लागि चाहिँ अब दीर्घकालीन राजनीतिक स्थिरता चाहियो, धेरै कुरा छन्। अब मैले अहिले अब सबै कुरा भन्न सम्भव छैन होइन। मैले भन्न खोजेको कुरा जस्तो सरकारमा अहिले को आइदिया भए राम्रो हुन्थ्यो, सरकार कसरी अगाडि जान्थ्यो, को पदमा, को मन्त्रीमा को व्यक्ति आइदिया भए, कि पुरानै पार्टी अगाडि आइदिया भए आउँदो सरकार अगाडि जान्थ्यो, कि जेएनजी आन्दोलनबाट नयाँ व्यक्ति आएर अगाडि जान्थ्यो। यो दुईटामा को आयो भने को सरकार अगाडि जान्छ र छिटो प्रगति हुन्छ देशको। यस्तो छ देशमा चाहिँ पार्टी धेरै मान्छेको मुखबाट सुने मैले, पार्टी सकियो भने एमाले काङ्ग्रेस माओवादी सकियो भने देश बन्छ भनेको यो कुरा गलत हो। हामीले चाहिँ विदेशको होइन ओडको पोलिटिकल चाहिँ हामीले केही कुरा बुझेका छौँ कि पार्टी कहिले पनि सकिँदैनन् होइन। पार्टीमा व्यक्तिले गर्दा चाहिँ पार्टी बिग्रिने हो, भोलि चाहिँ व्यक्ति सधैँ रहँदैन, पार्टी त सधैँ रहिरहने कुरा हो होइन। पार्टी चाहिँ हुनपर्छ होइन। अब अहिले चाहिँ यो व्यक्ति आएर यो होला त्यो कायापलेट होला भन्ने कुरा गलत हो होइन। सिस्टम बस्नुपर्छ मेन कुरा नेपालमा होइन। सिस्टम बन्नुपर्छ, ल एन्ड अर्डरमा चल्नुपर्छ सबै कुरा होइन। त्यसो भयो भने देशको प्रगति हुनसक्छ। अब अहिलेको अवस्थामा चाहिँ अब अहिले नेपालमा ठुलो द्वन्द्व चलिरहेछ, जे होस् मुस्किल छ। केही न केही द्वन्द्वपछि केही न केही सृजनात्मक कुराहरू हुन्छन् फेरि होइन। द्वन्द्वले राम्रो पक्ष पनि निम्त्याउँछ, द्वन्द्वको मतलब विनाशै होइन होइन, सबै कुरा सकिने होइन। यसको मतलब केही न केही भोलि पोजिटिभ कुरा पनि आउँछन् होइन। द्वन्द्वले नयाँ मान्छेहरू, नयाँ कति राम्रा मान्छे नेता जन्मिरहेका छन् अहिले, कति मान्छेहरू चाहिँ अहिले बाहिर देखिरहेछन् होइन। तिनीहरू भोलि चाहिँ नेपालको भविष्य हुन्थ्योस् होइन। अब ठिक छ अहिलेको सरकार राम्रो छ, तर सरकारमा अलिकति हिम्मतिलो अलिकति भएर यो आन्दोलनको लगत्तै चाहिँ केही एक्सन लिएको भए यिनीहरू चाहिँ अहिले सल्ब लागेकाहरू चाहिँ जेलमा हुन्थे मोटामोटी। तर अब प्रधानमन्त्रीको क्षमता नपुग्या हो कि अब गृहमन्त्रीको के भयो त्यो कुरा खास अब हामीले थाहा हुने कुरा भएन। त्यही भएर अब ठिक छ अहिले जे छ अवस्था, हामी विदेशबाट मूल्याङ्कन गरिराखेका छौँ, अहिले एकदम राम्रो छ। यो विचार पनि एकदम ठिक छ।